स्वागत छ तपाईहरुलाई यो भिडियोमा। तपाईहरु चाहिँ यो भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहोला। यहाँ चाहिँ हामी दमकतिर रुख काट्नको लागि गएको। यहाँ माथि रुखमाथि चढिरहेछु म चाहिँ पुरा असिन पसिन भइरहेको छु। अनि यहाँ तर दाइहरुले नि रुखहरु पुरा काट्नु हुँदैछ दौराको लागि। यहाँ चाहिँ हामीहरु दमकतिर भ्यू पनि हेर्न सक्नुहुन्छ। यहाँ पुरा हरियाली, वाउ कति राम्रो। आहा हरियाली त पुरा रन घन छ। म चाहिँ माथि रुखतिर चढेर भिडियो बनाउँदै छु। रुख पनि काट्दै हाँगा काट्दै मसलाको हाँगा काट्नको लागि हो यतातिर चढिएको थियो। यहाँदेखि भ्यू राम्रो देखिने भएकोले म चाहिँ यसो भिडियो पनि बनाउँ जस्तो लागेर छोटो मिठो यस्तै छ। दमकतिर हेर्न सक्नुहुन्छ कति रमाइलो भ्यू देख्न सकिन्छ। दमकको अलिक दमक माथि बजार अलिक माथितिर गएको थियौं। दमक बजार चाहिँ यहाँ तल भ्यू टावर नि पर देखिरहेछ। भ्यू टावर भन्दा झन्नै अल्गोतिर रुखतिर चढियो। यहाँ चाहिँ कति राम्रो हरियालो हुट्टिट्याउँ पनि कराउँदैछ। ब्याकग्राउन्डतिर चिरबिर चरीहरुको आवाज पनि आउँदैछ। आहा पुरा है रुख अब काटिँदैछ पुरा धमाधम। हामीले चाहिँ ओह पुरै हैरान बनायो रुख काट्दा काट्दा हाँगा काट्दा। यहाँ तल बाइकमा आएका थियौं हामी। यसरी पुरा आकाश पनि शीतल छ आज। हावा चाहिँ चलेको छैन। रुख अझै माथि टुप्पा पुगेर काट्नु पर्ने छ। गाह्रो छ नि हामीलाई। यहाँ तल दाइहरुले नि काट्नु हुँदैछ। डोरी लाएर चढिँदैछ पनि हाँगामा। चढ्नु गाह्रो पर्छ, मसला चिप्लो हुन्छ। के गर्नु गर्नु पर्यो दुःख। यहाँ तल अर्को रुखमा चढेर फेरि म काटेर भिडियो बनाएको हो। यस्तै छ। हेर्दाखेरि त सानो देखिँदो रहेछ, साह्रै ठुलो रुखहरु छन् चाहिँ। यस्तै छ। हामी चाहिँ आइएको थियो 3-4 जना भएर। रुख काटिँदैछ है त हजुरहरु। यहाँ दमकतिर हेर्न सक्नुहुन्छ भ्यूहरु पुरा साह्रै राम्रो देखिन्छ। अलिक क्यामेरा चाहिँ राम्रो मेरो फोनमा भएन र मात्रै नभए बबाल देखिने। वाउ हेर्नुस् है साथीहरु। यस्तै छ। म चाहिँ रुखमाथि चढेर हो भिडियो पनि बनाउँदै रुख हाँगा पनि काट्दै। यहाँ अप्ठ्यारो भइराछ फोन पक्रिनु पनि। ओहो पुरा गल्यो है साथीहरु। यसो हल्का यसो भिडियो बनाउँ छोटो मिठो भन्ने भएकोले यसो भिडियोतिर ल है त साथीहरु। मेरो भिडियो हेरेर साथ दिनु होला। यो भिडियो चाहिँ छोटो मिठो बनाएको। हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद। अब छोटो मिठो बनाउँदै छु। कस्तो हुन्छ लाइक कमेन्ट गर्नु होला। सब्स्क्राइब गर्न नबिर्सिनु होला। सब्स्क्राइब नगर्नु हुनेले। यस्तै छ अरु त भ्यू हाम्रो दमक बजारको हल्का यस्तो चलपल ल है त साथीहरु। थ्यांक यू।